हेलो एभ्रिवान नमस्ते आफ्टर अ लङ टाइम म चाहिँ युट्युबमा फेरि भोइस ओभर भिडियो बनाउँदैछु। आज चाहिँ हाम्रो डे अफ थियो र हामी चारजना भएर गेम खेल्न गयो हाम्रो नजिकैको राउन्ड 1 स्टेडियममा। त्यहाँ चाहिँ आज हामीले अस्तिदेखि प्लान बनाइरहेको थियौँ जाने जाने भनेर, तर जाने चाहिँ हाम्रो टाइम मिलेको थिएन। आजको दिन ठ्याक्कै टाइम मिल्यो, सबै चारजनाकै बिदा थियो अनि हामी स्टेडियममा गयौँ। अनि त्यसपछि मेरो फर्स्ट एटेम्पमै मेरो बोलिङ यस्तो खतरा भइदियो कि म चाहिँ एकदम ह्याप्पी भएको थिएँ है। यस्तो राम्रो भयो नि, म क्ल्याप गर्दैछु कि आफ्नो उसलाई प्राउड मोमेन्ट। त्यसपछि मेरो हस्बेन्डको पालो आयो अनि मेरो हस्बेन्डले पनि एकैचोटिमा ज्यामै सबै हटाइदिनु भयो अनि खुसी हुनुभयो। फेरि म अर्को नेक्स्ट एटेम्प गर्दैछु। नेक्स्ट एटेम्पमा चाहिँ मेरो भएन है, फर्स्ट एटेम्प जस्तो। अनि अलिकति मेरो रियाक्सन हेर्नु न। त्यसपछि फेरि अर्को एटेम्प गर्दैछु, अर्को एटेम्पमा पनि गएन। तर लास्टै मजा आउँदो रहेछ यो गेम खेल्नु चाहिँ है, बोलिङवाला चाहिँ। अनि त्यहाँ चाहिँ मान्छेहरू कति धेरै, स्टेडियम पनि कति ठुलो के है, यस्तो राम्रो। नेपालमा म एकचोटि खेलेको छु तर लास्टै सानोमा के त्यो मल सिभिङ मलमा खेलेको थिएँ। अनि यो चाहिँ एकदमै ठुलो लाग्यो अनि कस्तो रमाइलो पनि कि गेमिङ स्टेडियम भएर नि होला, धेरै किसिमको गेमहरू थियो। मैले फेरि अनि कस्तो उचाल्न पनि कति गाह्रो खालको के। अनि फेरि हामी दुईजनाको कम्पिटिसन चलाएको कसले जित्ने भनेर। अनि मेरो हस्बेन्डले चाहिँ अभियसली जितिसक्नु भएको थियो मलाई। त्यसपछि फेरि मेरो पालो आयो अनि फेरि म गएँ। अब मैले यो पनि एकैचोटिमा झार्छु भन्दै गएँ, तर के भयो कि सबै बाहिर जान्छ कि कहिले। अनि फेरि हामी नेक्स्ट गेमतिर लाग्यौँ है। हामी यो चाहिँ एकदम फन्नी गेम रहेछ कि, यो ड्राइभर जस्तो बनेर खेल्नेवाला। हामी चारजनाको ग्रुप बनेर खेल्यौँ है हामी। यस्तो फन्नी थियो कि यो गेम चाहिँ, मजा पनि आउँदो रहेछ। अनि चाहिँ यो जस्ट ड्राइभ मात्र गर्ने कि, आफू बसेर एसिलेटर हान्ने खुट्टामा अनि हातले चाहिँ ड्राइभ गर्ने, त्यस्तो खालको गेम रहेछ। सबसे फन्नी चाहिँ यो गेममा चाहिँ सबसे लास्टमै आएको कि म चाहिँ 4th पोजिसनमा आएँ। मलाई चाहिँ भिडियो बनाउनुतिरै ध्यान थियो कि गेमभन्दा पनि, त्यो भएर पनि म लास्ट आएको थिएँ। मेरो हस्बेन्ड चाहिँ पुरा कन्सन्ट्रेट भएर खेल्नुभयो, म चाहिँ भिडियो बनाउन मात्रै हुन्छु, सबैजना कन्सन्ट्रेट भएर। त्यसपछि हामी आएर राति स्किन केयर गऱ्यौँ अनि अब चाहिँ हाम्रो स्किन केयर सुरु भयो घरमा आएर। अनि मेरो हस्बेन्डले मलाई यसरी यो फेस सिट मास्क लगाइदिनु भयो। अनि गुड नाइट फर द्याट्स मच फर टुडे। बाई एभ्रिवान। फेरि अर्को ब्लग आउँछ ल, बाई।